Hey everyone, namaste, सेवा वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आज चाहिँ म यहाँ मिलनचोकमा आएको छु, मिलनचोकको रुममा आएको छु। अनि मैले माथिबाट आएको माथि बसेको केही भिडियोहरू बनाउन पाएन। हजुरबालाई चाहिँ अलि सन्चो भएको छ, तर त्यो अपरेसन गरेको घाउ चाहिँ अलिकति दुख्छ भन्दै हुनुहुन्थ्यो। अनि मैले माथिबाट आउँदा चाहिँ केही भिडियोहरू बनाएन। अनि यहाँ चाहिँ अब के अरे आज बुधबार हो, त्यो बुधबार बजार जानलाई रेडी हुँदै हो दुईजना आमा छोरी। अनि म नि रेडी भएर बसिरहेको छु। म चाहिँ अब त्यहाँबाट क्लास जानुपर्ने हुन्छ। सो लेट्स सी साथीहरू के कसो हुन्छ हेर्दै जाउला। साथीहरू रेडी। अनि यता दिदीको चाहिँ लुक त्यो हो, नानीको चाहिँ हो, मेरो चाहिँ देखियो होला सायद। हामी कहाँ हिँडेको सुम्नी? म त बजार हिँडेको त होइन नि। साथीहरू हामी चाहिँ हिँड्यौँ कि अब यहाँबाट नि हामी चाहिँ ब्याङ्कमा पसेको थियौँ। एकछिन ल, कति धेरै मान्छेहरू यति कम्फर्टेबल भएर बनाउँछु भन्छु नि, लास्टमा फेरि आउँदा यतिकै रोकिन्छ कि मेरो कम्फर्टेबल मेरो कन्फिडेन्टै कहाँ जान्छ यति कन्फिडेन्ट भएर बनाउँछु भन्छु, लास्टमा चाहिँ कस्तो अनकम्फर्टेबल बनाउँदिनँ। आज त बुधबार हो नि त, त्यही भएर धेरै मान्छेहरू हुन्छ। आगे पनि गाडीले झनै कि चाहिँ अब यसरी फोन र भिडियो हेर्दै भिडियो बनाउँदै नजाऊँ होला। अझै एकैचोटि म क्लास पुग्दाखेरि देखाउँछु। त्यस पछाडि अब क्लासभित्र त देखाउने कुरा भएन। अनि निस्किँदाखेरि साथीहरू म चाहिँ अब क्लास पुग्नु लागेको, चाहिँ अलिकति मास्तिर छु क्लासभन्दा। आज चाहिँ क्लास पुगेको चाहिँ देखाउँदैन, भोलि मात्रै देखाउँछु यता। साथीहरू म चाहिँ देखेर अब हिँडेँ। म चाहिँ 11 बजे छिरेको, 1:30 भयो, 1:30 अलमोस्ट 2 बजिसक्यो भन्नुपर्छ। अनि कस्तो टाइम नै बितेको थाहा भएन कि आज फर्स्ट डे भएर नि होला, अझै टाइम गएको नि थाहा भएन। तर चाहिँ प्रब्लम चाहिँ केमा आउँछ भने एकहोर हेरिराख्दाखेरि आँखा दुख्छ। चस्मा हुँदा पनि मेरो आँखा दुख्छ। अरूले चस्मा बिना कसरी हेर्छन्, हेर्नु नो आइडिया चाहिँ त्यो। यहाँबाट चाहिँ सिधै म बजार जानेवालामा छु। कस्तो आएछ हौ त्यो बुलाएको नि। साथीहरू हामी चाहिँ यहाँ बसिरहेको, दिदीले चाहिँ हाइलाइट गर्नुभएको, रेट हाइलाइट गर्नुभएको यहाँ चाहिँ धेरै मान्छेहरू हुनुहुन्छ। अब मनी थ्रेडिङ चाहिँ गर्नु भने तर हुँदैन। भोक लागेको छ कि छैन? अनि आज चाहिँ मेरो त्यो यस्तो भ्लगमा सेल्फी स्टिक माथि डाँडामै छोडेको छ क्या। अब त्यो पनि लिन जानुपर्ने हुन्छ, गएर मेरो लुगा नि धुनु पर्ने छ है। कतिखेर जाने? साथीहरू म चाहिँ सरी एभ्रिवान, दिस इज नेक्स्ट डे। कस्तो तरकारी पकाउँदै हुनुहुन्छ त्यही भएर खाएर आयो। अनि आज चाहिँ नेक्स्ट डे हो। हिजोको भिडियो चाहिँ छोटो भएको थियो, त्यही भएर चाहिँ आज मैले नेक्स्ट डे बनाएको। आज चाहिँ बत्ती नै छैन, पानी परिरहेको छ, दुईजना चाहिँ बसिरहेको छु। हजुर कति आनन्द बसेर त्यो साथीहरू आज चाहिँ पानी परिरहेको छ। हिजो बेलुकादेखि पानी परेको, अनि हिजो बेलुका यस्तो डेन्जर चट्याङ्गानु नि गडङ गरी त बिउजेको के अरे निदाको मान्छे नि सबै बिउजेको क्या। म भिजेको छ तँलाई लास लाग्दैन त्यो मिडीमा आउनु त बस्छ भनेर तेरो सिङ्गान चाहिँ गाडी यसो सिङ्गान हेर त
अनि हिजो राम्रो छ हौ छैन हिजो चाहिँ म चाहिँ सुतिरहेको थिएँ नि त अनि चट्याङ बेलुका 12-1 बजीतिर चट्याङ आयो हान्यो त्यही भएर अब चाहिँ हानीको बिउ दिनुभयो बिउ दिनु भएन थालेर तर म चाहिँ यति धेरै बिउ दिने अनि साथीहरू मैले चाहिँ हिजो यो काटेको थियो कपाल मैले चाहिँ कपाल चाहिँ कसरी भने स्टेप बाई स्टेप यसरी काट्दै लानु यहाँसम्म यहाँदेखि छोटो छोटो भएर यहाँसम्म ल्याउनु भनेको त चप्पै 1300 काटिदिनु भएछ क्या मतलब पछि पो देखेँ मतलब यस्तो अनि मलाई चाहिँ पछि चाहिँ के रिग्रेट भयो भने आफै काटेको भए चाहिँ मैले राम्रो काट्थेँ होला जस्तो रिग्रेट भइरहेको छ तर केही छैन साथीहरू फेरि बढ्छ अनि बढेपछि चाहिँ म आफै काट्छु यहाँदेखि स्टेप बाई स्टेप यहाँसम्म काट्नेछु म चाहिँ अघि मम्मी मैले कपाल काटेँ भनेको काट सबै के खोल घरमा आइज त्यो हुनुहुन्थ्यो त्यही हो साथीहरू अब चाहिँ बढी पनि आयो क्या मैले चाहिँ ठिक्क यति चाहिँ ठिक्क मिलाइदिएको थिएँ ठिक छ नभए नि यता कानमा अडाउनु मिलिहाल्छ यस्तो गर्न मिल्छ र आज दिनभरि के कसो गर्छ हेर्दै जाउँ ए फ्लास बलेछ अघि मैले त्यहाँ रुममा बस्दाखेरि फ्लास बालेको थिएँ अहिले नि फ्लास बलेको रहेछ अहिले चाहिँ पानी फाइनली रहेको छ अनि म चाहिँ यतिखेर अब क्लास हिँड्दैछु चाहिँ बिहानी क्लास हुन्छ कि हुँदैन हो जस्तो नि लागिरहेको थियो पानी परेर तर अब पानी चाहिँ रोकिएको छ क्लास चाहिँ हुन्छ मैले चाहिँ छाता नि बोकेको छैन कि आई हेभ नो आइडिया छाता त बोक्नै पर्छ कि क्या यस्तो भएको छ वेदर चाहिँ कस्तो राम्रो भएको छ है बादल नि लागिरहेछ ल म चाहिँ फाइनल्ली अब हिँडेँ अब चाहिँ छाता बोक्दैन भनिरहेको थिएँ मेरो भरे पानी पऱ्यो भने त लास्टै गाह्रो हुन्छ नि त अझै माथितिर कसकोमा मागेर आउनु छ त त्यही भएर चाहिँ मैले चाहिँ छाता नि बोकिरहेको थियो दाउरा भारी हुनुहुन्छ साथीहरू कालो दाउरा भारी आफ्नो हिँड्या अनि मलाई त अलमोस्ट अब ढिलो भइसक्यो भन्नुपर्छ मेरो त्यो बजारतिर अलिकति बजारतिर काम नि छ हजुर रनु सराई छ रनु सराई हजुर अनि त्यो साथीहरू हजुर अब झन् राम्रो आउँछ एकछिनमा घाम लाग्यो भने सबै हट्छ नि त सब्सक्राइब गरिदिनु होला साथीहरूमा चाहिँ उकालो लाग्यो स्मोकबाट अनि लो यहाँ हिजो यस्तो गरिदिएछ क्या हिजो त्यो पानीले हेर्नु न हिजो पानीले त होला नि पानी हावा चट्याङहरूले होला यस्तो गरिदिएछ मेरो चाहिँ फेरि के हो अनि हिँड्नै सकिनँ टाउको दुखिरहेको छ तेरो कस्तो नि हिँड्न नि कस्तो लागिरहेछ त्यो हो साथीहरूमा चाहिँ बजार साइड हिँड्दैछु अनि कुहिरोले केही नि देखेको छैन क्या मलाई चाहिँ थाहा नि थिएन यो मेरो त्यो हुक्स यति धेरै फोहोर भएको छ भन्ने कुरा बाबा सेतो टी सर्टमा यति धेरै चिनिएको छ नि 2-3 दिन भयो लगाएको त्यही भएर लास्टै चिनिएको छ त्यो पनि के गर्नु मैले चाहिँ त्यहाँ रुममा चाहिँ देखिनँ क्या रुममा चाहिँ अब अँधेरो थियो नि त अँधेरोमा सेते मात्र देखेँ बाहिर यता चोकमा आएर हेरेको त मेरो यो हुक्स त कस्तो भएको क्या त्यही भएर चाहिँ साथीहरू म चाहिँ क्लासबाट निस्केँ अनि यो छाता चाहिँ त्यतिकै ल्याएछु भन्नुपर्छ म चाहिँ भर्खर क्लासबाट निस्केको कस्तो खालको क्लासमा पनि ढुङ्गाले त कतिको देखेको गर्छ भन्दा रिसै उठ्यो आज त अनि लास्टमा चाहिँ फेरि मैले लेखेको नि सब डिलिट भयो क्या अनि त्यही भएर रिस उठेर अनि हिँडेको आज चाहिँ त्यस्तो त यो जानु कस्तो क्यामेरा त ब्लर आएछ मेरो फेस देख्यो कि देखेन हो देखेन भने माने चाहिँ मेरो त एउटा कम्प्लिट डट लानुपर्ने छ स्टेसनरीबाट कसरी त्यत्रो मान्छेको आँखा छाएर कसरी हाल त हातको चाहिँ सब पाइने हो त्यो झोलीमा चाहिँ नि त्यो कतिको 30 को कत्रो छ अनि यो त के लेख्नु होला मैले एउटा त म हिँड्ने ल
सानो नि बढी सानो ठुलो नि बढी ठुलो भयो भएन साथीहरू अब चाहिँ यहाँबाट चाहिँ म माथि सगरमाथा पुस्तक पसल जानेवालामा छु अब चाहिँ म यहाँ पुस्तक पसलमा छिर्छु साथीहरू चोरी गर्नलाई कति मात्रै अङ्कल यो आउनुभयो कि क्या अङ्कल कपी देखाउनु कति कतिको छ जति गयो भने देखाउनु ठिक्कको छ एउटा किन हाँस्नु भएको एउटा डट ल साथीहरू म चाहिँ यहाँबाट सिफ्ट दिदी दिदी यो मेरो के अरे टी सर्ट उठाइदिनु ल टी सर्ट र मोजा यो मेरो टी सर्ट र मोजा उठाइदिनु ल सुकेपछि तल पनि ल्याउनु फेरि म चाहिँ यहाँबाट सिधै जानुपर्ने हुन्छ रमल डाँडा किनभने अब रमल डाँडामा हजुरबाले कुर्ने कोही छैन अनि अब एक हप्तासम्म यतै राख्नु भन्नुभएको छ बहिनीले भन्दै थियो मामा चाहिँ घर जानुभयो पापा घर जानुभयो आउनु न भन्दै थियो त्यही भएर चाहिँ म चाहिँ हिँडेको भन्नुपर्छ साथीहरू अब यहाँबाट चाहिँ म केही भिडियो नबनाए एकैचोटि त्यो डाँडा पुगेपछि बनाउँछु है त साथीहरू म चाहिँ अघि नै आइपुगेर खानाहरू बनाएर खाएर अब चाहिँ सुत्न लागेको अनि मेरो चाहिँ क्लासमा अलिकति थ्योरीहरूको लेख्नु पर्ने थियो मैले त्यो थ्योरीहरू लेखेर चाहिँ बसिरहेको छु अनि अब चाहिँ सुत्नुपर्ने हुन्छ साथीहरू आजको लागि चाहिँ यति नै साथीहरू भिडियो कस्तो लाग्यो हेरेर मन पऱ्यो भने लाइक सब्सक्राइब गर्न नबिर्सनु आजको लागि चाहिँ यति नै बाइ बाइ साथीहरू